नमस्ते। तपाईहरु चाहिँ युएस मिलिटरीमा हुनुहुन्छ र विविध कारणले आफ्नो प्यारेन्ट्सलाई डियर्समा डिपेन्डेन्ट बनाएर एड गर्न चाहनुहुन्छ र तपाईहरुलाई लागिरहेको छ कि त्यो सबै पेपरवर्कहरु, त्यो सबै एप्लिकेसनको झन्झट चाहिँ त्यसको बेनिफिटसँग तुलना गर्दा वर्थ छ कि छैन भने यो भिडियो तपाईहरुको लागि। मैले मेरो प्यारेन्ट्सलाई डियर्समा एज अ सेकेन्डरी डिपेन्डेन्ट एड गरेको छु। उहाँहरुले के बेनिफिट पाउनु भएको छ त त्यो कुरा म तपाईहरुलाई बताउँछु। यो भिडियोमा म मोस्टली युएस मिलिटरीको रिजर्भ कम्पोनेन्टको सर्भिस मेम्बरले उसको प्यारेन्ट्सलाई एज अ सेकेन्डरी डिपेन्डेन्ट डियर्समा इनरोल गर्नको लागि चाहिने कुरा, गरिसकेपछि पाउने बेनिफिट र वर्थ, त्यसको वर्दिनेसको बारेमा छलफल गर्नेछु। डकुमेन्टको रिक्वायरमेन्ट चाहिँ टाइम टु टाइम चेन्ज भइरहने भएको भएर म यहाँ उल्लेख गर्दिनँ। त्यसको लागि चाहिँ तपाईले भर्खरै गरेको अर्को सर्भिस मेम्बरहरुसँग कुरा गर्नुस्, वेबसाइटमा चेक गर्नुस् र आफै एक्सप्लोर गर्नुस्। यो मोस्टली मेरो कुरा चाहिँ रिजर्भ कम्पोनेन्टको भए पनि मलाई लाग्छ यहाँको धेरै इन्फर्मेसनहरु एक्टिभ ड्युटीमा हुनुभएको सर्भिस मेम्बरहरुसँग पनि मिल्न सक्छ। तर यसको मतलब सबै कुरा मिल्छ भन्ने होइन। तपाईको आफ्नो सिचुएसन हेरेर त्यस अनुसार इम्प्लिमेन्ट गर्नुस्। यो कुरा चाहिँ जानकारीको लागि मात्र हो। यो कुनै लिगल डिस्क्रिप्सन होइन। मोस्टली मैले बुझे अनुसार युएस मिलिटरी सर्भिस मेम्बरले एज अ एक्टिभ अथवा रिजर्भ सर्भिस मेम्बरले दुईटा कारणको लागि चाहिँ आफ्नो प्यारेन्ट्सलाई डिपेन्डेन्ट बनाएर एड गर्न चाहन्छ। नम्बर 1 BAH र नम्बर 2 चाहिँ हेल्थ बेनिफिट। यदि तपाईहरु चाहिँ म्यारिड हुनुहुन्छ, तपाईको आफ्नै स्पाउस छ, बच्चा बच्ची छ अथवा एटलिस्ट स्पाउस छ र म्यारिड स्ट्याटसमा हुनुहुन्छ भने चाहिँ तपाईहरुले BAH बेसिक अलाउन्स अफ हाउजिङ को लागि चाहिँ डिपेन्डेन्ट प्यारेन्ट्सलाई डियर्समा एड गरिराख्नु पर्दैन। तर यदि तपाई सिंगल हुनुहुन्छ अनि कसैको बुवा आमा यतै तपाईहरुसँगै अमेरिकामा हुनुहुन्छ वा कसैको चाहिँ नेपालमा हुनुहुन्छ, तर तपाईहरुले चाहिँ आफ्नो तलबबाट उहाँहरुलाई सपोर्ट गरिराख्नु भएको छ र त्यो सबै प्रमाण चाहिँ तपाई जुटाउन सक्नुहुन्छ अनि तपाईको प्यारेन्ट्सको चाहिँ इन्कम सर्टेन थ्रेशोल्ड भन्दा कम छ भने दे क्यान बी क्वालिफाई एज योर डिपेन्डेन्ट। तपाईको डिपेन्डेन्ट क्वालिफाई हुन सक्छन् र तपाईले डिपेन्डेन्ट क्लेम गर्न सक्नुहुन्छ। यदि त्यो सबै प्रमाणहरु पुग्यो र अप्रुभ भयो भने तपाईले उनीहरु मार्फत बेसिक अलाउन्स फर हाउजिङको सर्टेन रकम, त्यो चाहिँ केस बाई केस फरक पर्न सक्छ र तपाईले पाउन सक्छ। तर यदि तपाईहरु अलरेडी म्यारिड हुनुहुन्छ, स्पाउस हुनुहुन्छ र BAH को लागि प्यारेन्ट्सलाई एड गर्नुपर्ने छैन डिपेन्डेन्टमा भने मेरो सल्लाह त्यो ह्यासल दुःख नगर्नुस्। नम्बर 2, यदि तपाईहरु रिजर्भ कम्पोनेन्टमा हुनुहुन्छ र तपाईहरुले सोच्नु भएको छ अब म सर्भिस मेम्बर मेरो प्यारेन्ट्सलाई डिपेन्डेन्ट बनाएर एड गर्छु र चाहिँ उनीहरुले चाहिँ मेरो जस्तै ट्राइकेयर रिजर्भ सेलेक्टमा चाहिँ इनरोल गर्छु। मैले धेरै दुःख गरेर धेरै पेपरवर्कहरु मिलाएर नेपालबाट मगाएर मेरो प्यारेन्ट्सलाई सेकेन्डरी डिपेन्डेन्ट बनाएर डियर्समा इनरोल गराएँ। मेरो उद्देश्य BAH को लागि थिएन। मेरो अलरेडी फ्यामिली थियो, म अलरेडी BAH को लागि क्वालिफाई थिएँ। मेरो उद्देश्य उनीहरुले पनि मेरो जस्तै ट्राइकेयर रिजर्भ सेलेक्टमा हेल्थ बेनिफिटको लागि इन्स्योरेन्स पाउँछन् कि भन्ने थियो। यो सबै प्रक्रिया गरिसकेपछि त्यो बेलासम्म मलाई केही पनि थाहा थिएन। त्यो सबै प्रक्रिया गरिसकेपछि मेरो प्यारेन्ट्सले क्याक कमन एक्सेस कार्ड पाउनुभयो, बेसमा जान आउन एक्सेस पाउनुभयो र मैले ट्राइकेयर रिजर्भ सेलेक्टमा फोन गरेर उनीहरुलाई हेल्थ इन्स्योरेन्समा इनरोल गर्नलाई भने। त्यतिखेर मात्रै मलाई थाहा भयो उहाँहरुलाई एज अ सेकेन्डरी डिपेन्डेन्टलाई ट्राइकेयर रिजर्भ सेलेक्टको इनरोलमेन्टमा चाहिँ क्वालिफाई हुँदो रहेनछ। यदि तपाईहरुसँग मिलिटरी हस्पिटल नजिकै छ बसेको ठाउँबाट भने सर्टेन मेडिसिनहरु अथवा सर्टेन सर्भिसहरु इफ हस्पिटलसँग एभाइलेबल छ भने एउटा पेपरवर्क गरिसकेपछि त्यो चाहिँ एकदमै हस्पिटलको डिस्क्रिप्सन हैन, हस्पिटलले चाह्यो भने मात्र एभाइलेबल छ भने मात्र उपलब्ध हुँदो रहेछ। त्यो बाहेकको अरु कुनै पनि हेल्थ इन्स्योरेन्स बेनिफिट ट्राइकेयर रिजर्भ सेलेक्टको मेम्बरले उसको सेकेन्डरी डिपेन्डेन्टलाई क्वालिफाई हुँदो रहेछ। म तपाईहरुलाई स्क्रिनशटमा देखाउँछु यहाँ कतै मैले उहाँहरुलाई इनरोल गरेँ। अब तपाईहरु हेर्नुहोस् यहाँ भित्र मिल्क कनेक्ट भित्र मैले हेल्थ इन्स्योरेन्स कभरेजमा गइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ मेरो स्पाउस अनि 2 जना छोरी र मेरो प्यारेन्ट्स मम र ड्याड गरेर जम्मा मसँग अरु 5 जना डिपेन्डेन्ट छन्। तर यदि मैले क्लिक गर्दै गएँ भने तपाईहरुले दाहिनेतिर देख्नुहुन्छ मैले स्पाउसको नाममा क्लिक गर्दा ट्राइकेयर इनरोलमेन्ट देखाउँछ।
अनि मैले मेरो छोरीहरूलाई डटरहरूलाई पनि क्लिक गर्दा यहाँ हेर्न सक्नुहुन्छ ट्राइकेयर इनरोल भएको देखाउँछ अनि कहिलेदेखि कहिलेसम्म पनि देखाउँछ। तर यदि मैले त्यही कुरा चाहिँ यहाँ क्लिक गरेर मेरो प्यारेन्ट्सको नाममा क्लिक गरेँ, मेरो बुवाको नाममा अथवा मेरो आमाको नाममा भने चाहिँ तपाईँहरूले त्यही कुरा चाहिँ त्यहाँ देख्नुहुन्न। यसले चाहिँ नट इनरोल अथवा नट क्वालिफाई। नट इनरोल भनेको मतलब मैले इनरोल नै गर्न नचाहेको भन्ने चाहिँ होइन। मैले इनरोल गर्न चाहेँ, ट्राइकेयरमा फोन गरेँ र पछि मात्रै थाहा भयो उनीहरू एलिजिबल नहुने रहेछन्। यदि तपाईँहरूको सोच पनि हेल्थ केयर बेनिफिटको लागि मात्रै तपाईँ रिजर्भ भएर आफ्नो प्यारेन्ट्सलाई डियर्समा इनरोल गरेर चाहिँ सेकेन्डरी डिपेन्डेन्ट इनरोल गरेर हेल्थ केयर बेनिफिट लिने सोच्नु भएको छ भने यु सुड बी अवेर। तपाईँहरूले चाहिँ सजग हुनु जरुरी छ। तपाईँहरूले सेकेन्डरी डिपेन्डेन्ट क्वालिफाई हुँदैमा हेल्थ केयर बेनिफिट चाहिँ पाइहाल्दैनन्। तर यही कुरा एक्टिभ ड्युटी कम्पोनेन्टको साइडमा भने फरक पर्न सक्छ, जुन कुरा मलाई चाहिँ थाहा नभएको पनि हुनसक्छ। अरू कसैलाई थाहा छ भने प्लिज क्लारिफाई गरेर कम्युनिटीलाई हेल्प गरौँ। त्यसो भए मैले उनीहरूलाई सेकेन्डरी डिपेन्डेन्ट बनाएर एड गर्दा फाइदा के भयो त? नम्बर 1, बेस एक्सेस। यदि तपाईँको प्यारेन्ट्सलाई कहिलेकाहीँ मिलिटरी बेस घुमाउन लान चाहनुहुन्छ भने तपाईँले एक्स्ट्रा पेपरवर्क, एक्स्ट्रा ह्यासल केही पनि गर्नु पर्दैन। अनि मैले काम गर्ने बेसमा चाहिँ 100% आइडी चेक हुन्छ। त्यसमा चाहिँ तपाईँले आफ्नो प्यारेन्ट्सलाई सजिलैसँग एन्ट्री गराउन सक्नुहुन्छ। त्यहाँभित्र घुमाउन सक्नुहुन्छ, देखाउन सक्नुहुन्छ, म्युजियमहरू भ्रमण गराउन सक्नुहुन्छ, त्यहाँको कमिसनरीहरू होइन, ग्रोसरी स्टोरहरू युज गराउन सक्नुहुन्छ। त्यहाँभन्दा अरू बाँकी चाहिँ मैले प्यारेन्ट्सलाई डिपेन्डेन्टमा एड गरेर केही पनि बेनिफिट पाइन। आशा गर्छु यो भिडियोले तपाईँहरूलाई आफ्नो निर्णय बनाउन सहयोग गर्नेछ भन्ने विश्वासको साथ बिदा हुन्छु। नमस्ते। बाँकी प्रश्नहरू भए कमेन्टमा सोध्दै गर्नुहोला अथवा कुनै बेला टाइम मिलाएर कुरा पनि गर्न सकिन्छ। आफ्नो काम गर्दै जानुहोस्। मान्छेहरूले कमेन्ट त आफ्नो हैसियत अनुसारको गर्छन्। बाई।